ढिलो गरियो भने कुखुरा जति एक्सर्साइज हुन्छ त्यति नै छिटो बढ्ने हो। र एउटा कुरा के भन्छु भने जस्तै कुखुरा कार्टुनमा ल्याउँदाखेरि भनेको कार्टुनमा त्यति दिशा गरेको हुँदैन भने तपाईँले कार्टुनबाट झारेर जहाँ ब्रुडिङ एरिया हुन्छ ब्रुडिङ एरियामा राख्ने बित्तिकै भनेको त्यो पत्रिका सबै भिज्ने गरी उनीहरूले दिशा गर्नेछ। त्यो किन गर्छ त भन्दाखेरि भनेको उनीहरूलाई एक्सर्साइज भइसके पछाडि भनेको भित्रको शरीरबाट चलेर भनेको सम्पूर्ण नराम्रो चिजहरू निक्लिन्छ। हो यस्तै हो, यिनीहरू जति खेल्न पाए जति कुद्न पाए उति एक्सर्साइज हुने उति बेसी खाने हो। र पहिलो अनि जस्तै अब हामीले कुखुरा ल्याएर राखे पछाडि ढुक्कले हुने होइन। दिउँसो भनेको टेम्परेचर मिलेकै हुन्छ, दिउँसो अलिकति न्यानो भएको हुन्छ, त्यतिखेर भनेको हामीले 2-3 घन्टामा आएर निगरानी गर्नुपर्छ भने रातिको बेला भनेको हामीले 2 देखि 3 दिन नियमित रूपमा यहीँनिर बसेर हेरचाह गर्नुपर्ने हुन्छ। कुखुरालाई पोको पर्न दिनु हुँदैन। कुखुरा कुन ठाउँमा पोको पर्छ त्यो ठाउँमा गएर खिलाइदिरहने, जहाँ पोको पर्छ त्यहाँनिर एकछिन आफू 1 घन्टा जस्तो उभिने। अनि त्यहाँ अब पोको पर्न नपाएपछि भनेको कुखुरा छरिन्छ, छरिएर बस्न पाउँछ। किनकि राति हामीले धेर खोरमा निगरानी गरिएन भने कुखुरा एक आपसमा बेसी झुन्ड बनाइदिन्छ, एउटै थुप्रो 200-300को थुप्रो लाग्दिन्छ। सबै कुखुरा इक्वली बढेको हुँदैन, कुनै अलिकति छिटो ग्रोथ हुन्छ, कुनै अलिकति ढिलो ग्रोथ हुन्छ। ढिलो ग्रोथ हुनेलाई भनेको ठुलोले किचिन्छ, किचे पछाडि भनेको कुखुरा प्यारालाइसिस हुने, कुखुरा मर्दिने। तपाईँको उयो अरू कुखुरा 45 दिनमा 2.5 किलो निक्लिन्छ भने ऊ कुखुरा भनेको 1 किलोसम्म मात्रै हुने हो। त्यो कारणहरू हुने हो। र हामीले पहिलो हप्तामा भनेको मेन भनेको हामीले रातिको बेलामा ओभर निगरानी गर्नुपर्ने हुन्छ, किनकि हामीले कुखुरालाई थुप्रिन दिनु हुँदैन। र दोस्रो हप्ता भनेको तपाईँको 80 देखि 70 को टेम्परेचरमा हामीले राख्नुपर्ने हुन्छ। र 80 देखि 70 को बिचमा टेम्परेचर राख्दाखेरि भनेको हामीले ठाउँ बढाउँदै जाने, आवश्यक अनुसारले कति पानी चाहिन्छ, कति चारो चाहिन्छ, ठाउँ बढाउँदै जाने। किनकि पहिलो दिनमा त्यति चारो खाँदैन, दोस्रो दिनमा अलिकति बेसी चारो खान्छ, तेस्रो दिनमा अलिकति बेसी चारो खान्छ। सुरुचोटि धेरै टोकरी राख्नु पर्दैन। सुरुचोटि ठिक्क 500 कुखुरालाई भनेको 5-5-5वटा 6वटा टोकरी लगाइदिने, 5वटा 6वटा पानीको टोकरी लगाइदिने। अनि एउटा नाङ्लोमा सजिलोसँगले चारो खान सकोस् भनेर लगाइदिने। र हामीले जति बढाउँदै जान्छौँ ठाउँ त्यति हामीले भाँडा पनि राख्दै जानुपर्ने हुन्छ। एकैचोटि सबै भाँडा राख्यो भने ठाउँ पुग्दैन, ठाउँ ठुलो हुन्छ, ब्रुडिङ एरियामा हामीले तापक्रम पुर्याउन सकिँदैन। र दोस्रो हप्ता भनेको पनि जाडो महिनाकै कुरा गर्दैछु म। दोस्रो हप्ता भनेको पनि हामीले रातिको बेलामा भनेको हामीले जे होस् 1-1.5 घन्टा 2 घन्टा 1-1.5 घन्टा 2 घन्टा कुखुराको अवस्था हेर्ने। मेरो कुखुरा छरिएर बसेको छ कि पोको परिरहन्छ भने दोस्रो हप्ता पनि तपाईँहरूले नियमित रूपमा हामीले कठिनाइ पर्नेछ। कहाँ कुखुरा थुप्रिन्छ त्यहाँनिर खेलिरहने। 100% कुखुरा मर्न नदिने कारण भनेको यसरी गर्न सकिन्छ। किनकि हामीले लाखौँ लगानी गरेर एउटा राम्रो यत्रो लाखौँ लगानी गरिन्छ, यहाँबाट भनेको केही मुनाफा होस् भनेर हामीले गर्ने हो। तर अब ल्याएर छोड्ने बित्तिकै भनेको बढ्ने चिज होइन, च्याउ होइन यो। हामीले विशेष ध्यान दिनुपर्ने हुन्छ चल्ला अवस्थामा निकालिसके पछाडि भनेको हामीले जब यिनीहरू वयस्क